हेलो एभ्रीवान वेलकम ब्याक टु मेरो च्यानल। सो हजुरहरू सन्चै आराम हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि सो आज चाहिँ म एउटा भ्लग लिएर आइसकेको छु। सबैजना लास्टसम्म हेरिदिनु होला। अनि आज चाहिँ हामीले चाहिँ मोमो खाने भनेर अनि आज चाहिँ मोमो बनाउने कार्यक्रम छ हैन। सो सबैजना लास्टसम्म हेरिदिनु होला। हामी चाहिँ मोमो बनाउँछौँ अनि मोमोको मुखबाङ भिडियो नि हाल्छु, सबैजनाले हेरिदिनु होला। अनि सो अब चाहिँ मोमोको लागि यहाँ टमाटर प्याजहरू अनि खोइ मासु अनि मासु पनि ल्याइसकेका छौँ है। मासु चाहिँ उयो त मासु चाहिँ यहाँ छ। अनि अब मोमो बनाउने हो। अब मोमोको लागि चाहिँ सुरुमा प्याजहरू काट्नु पर्यो। मैले चाहिँ यहाँ प्याजहरू काट्न लागेर पुग्छु। अब टक्क यहाँ बनाउने हो मैले। तोरीको तेल छ, अब हालिदिन्छु ल। मैले तेल हालिदिएँ यहाँ। अब यो तातेपछि चाहिँ अब टमाटरहरू हालिदिन्छु। अब चाहिँ मैले यहाँ जिरा हालिदिन्छु। जिरा टक्क लाएर यो टमाटर हालिदिन्छु। माथिबाट बेसार अब एकछिन मजाले ग्यास बन्द हारिदियो। अब यो खनाउनु पर्यो होइन। यहाँ हाल्दैछ मैले चाहिँ हेर्न सक्नुहुन्छ। नुन कति चाहिने हो अड्कलेर हाल्नु पर्यो होइन। टिमुर हो कि सेलटिमुर हो? टिमुर हो क्या। हाल्दे माथिबाट धनी हाल्दे। अब यसलाई लाएर मिक्सरमा गरेर पारिदिने। अब जाने हाल्ने बिर्सेको के अब यो यहाँ छ त्यस्तो राम्रो हो। ल यहाँ कतिवटा खुर्सानी खै यो चाहिँ म हालिदिन्छु। मसिनो पारेर काट्नु पर्यो। मैले यति प्याज हालेँ। अब बन्दा हालेँ। बन्दा अब किमा हालिदिन्छु म। यहाँ मासु, त्यो चाहिँ मासुको हड्डीहरू हो। यहाँ छ किमा, 500 को किमा हो है। 500 को किमा कोही मोमो मन पर्छ कमेन्ट गर्नु होला। यहाँ मोमो मसला है। मोमो मसला नुन। अब नुन आफूलाई चाहिन्छ।
मेरो चाहिँ यहाँ के यस्तोमा घाउ भयो यस्तो दुख्छ तेरो किमा इज रेडी एन्ड पिठो इज रेडी Game is ready. सुकिसकेकै छ रोटी नचलिकन बसेको हुन्छ फरल फरल गर्छ अनि पहिला बनाउनु सबै अनि गनाउनु खोजेर हाम्रो यति चाहिँ मोमोहरू रेडी भइसक्यो हाम्रो यति मोमो रेडी बनाएर तेललाई म हाल्छु मजाले गर्नु तेल लाएर टाँस्नु छ कि त्यही भएर हेर्दैन अब भैयाको अब यहाँ हात त लाग्ने सबै पाइसक्यो खै त्यहाँ त त्यहाँदेखि के त अगाडि फर्किएको होइन कि अर्को मलाई तल त
भयो हुन्छ हालम नराबर यो हात यस्तो भन्छ त्यसले चाहिँ के हुन्छ हालम न के रे मैले यो भाँडामा हाल्छु त अनि म दुईटा भाँडामा हालेँ है एक जोल फस्नु तो बंद फिर जा रहा है माले हालम ओके अन्त त्यो बनाउँदै गर्ने नि हुन्छ अनि छिट्टो हुन्छ के त्यही बनाउँछ लास्टमा म हालेँ क्या हाल को ताले बोले तो यसरी हो कर दे त्यसरी बुझे नबुझे थाहा भयो म चाहिँ एक अनि एक दुई अनि तीन चार अनि पाँच अनि छ अनि सात अनि आठ अनि नौ दस अनि 11 अनि 12 अनि 13 अनि 15 अनि 16 अनि यहाँ गएन है सबै भरियो मेरो चाहिँ यहाँ कतिवटा 1 2 3 4 5 6 7 8 हेर के 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 अहिले 15 वटा भयो यहाँ 15 वटा अनि यहाँ 15 वटा खाने 15 यहाँ गर्दै बस्छु त्यो 15 मेरो भएको है अन्त म यहाँ गर्दै बस्छु बिस्तारै 20 वटा यहाँ के ए 20 वटा यहाँ कति रे 15 त्यहाँ कतिवटा छ यहाँ कति कोना कोना गरेको छ 60 वटा चाहिँ भनौँ अन्त अब तैँले बना अनि फेरि म हाल्दै गर्छु यति बनाऊ यो तल नि छ यहाँ नि हो यहाँ पनि यहाँ भुँडी देख नि यता बनाउँदैछु है हेर्न सक्नुहुन्छ है यहाँ म बनाउँदैछु यो चाहिँ रेडी भयो यो चाहिँ बसालिदिने हो यहाँ बसाल्ने हो यहाँ पानी थाल्नु बुलबुला रोन त्यो मोमो इट्स रेडी हुँदैछ यो पुरा
रेडी भयो अनि मैले चाहिँ यता मुबाङ गर्नको लागि यहाँ चाहिँ हालेको छु साथीहरू हेर्न सक्नुहुन्छ होइन अब चाहिँ मोमो काम गर्छु अनि यता भने भाइहरूले खाँदैछन् भाइ चाहिँ यहाँ मोमो खाँदैछन् अनि यता मम्मीले पनि खाँदै हुन्छ अनि यता खाँदैछन् सो साथीहरू नि अनि मैले पनि खान्छु इन्जोय गरेर अनि आजको भ्लग चाहिँ कस्तो लाग्यो सबैजनाले लाइक शेयर सब्सक्राइब फलो गर्न नबिर्सनु सो आजलाई यति नै थ्याङ्क फर वाचिङ बाई बाई